पन्साउने कोही छैन। के थियो मरिसकेछ के हो। छोरा पानीको बिल पनि तिरेर आइज त। मलाई अफिस जानु ढिला भइसक्यो। आफै गएर पानीको बिल बुझाएर आउनु। काम साम छैन, बस्यो। आमा म अफिस हिँडेँ। छोरा तैँले जागिर खाएको यत्रो वर्ष भयो, कहिले पनि टाइममा रेडी हुँदैनस् त। तपाईँसँग छ त टाइम? यसै पनि घरमा बसिराख्नुहुन्छ। गएर आफै बुझाएर आउनु। यो पनि तैँले गर, त्यो पनि तैँले गर। काम धन्दा केही छैन, खायो बस्यो। आमा म गएँ है अफिस। बुढा यस्तो कुरामा पिर नगर्नुहोस् न। कामको प्रेसरले होला, केही बोलिहाल्यो। कामको प्रेसर भयो भन्दा यत्रो रिसाएर बोल्नुपर्छ त। छोड्नुहोस् न, सानो कुरा न हो। मन नदुख्नुहोस्। हिँड्नु बरु म चिया बनाउँछु। भाइ मलाई चिया पिउन मन छैन। छोरा ता आइस? आमा आइ। आमा मलाई भोक लागेको छ। खानेकुरा केही छैन? के बनाऊ र? घरमा सब्जी पनि छैन। बरु त आइहालिस्। जा त बाबु, आफै गरेर लिएर आइज, म बनाइदिइहाल्छु। अहिलेसम्म पनि सब्जी ल्याएको छैन। बाबा चाहिँ के गरिराख्नु भएको छ बिहानदेखि? आरामले बोल्न छोरा, भित्र बाबाले सुन्नुहुन्छ। सुन दिन्न त। बिहानदेखिको यो गर त्यो गर, योले त्योले त्यही मात्र भन्न जानेछ बाबाले नि। छोरा तैँले यो के भन्दैछस्? ए म के बोल्दैछु तपाईँलाई थाहा छैन? दिनभरि म अफिसमा गएर काम गर्छु, घरमा पनि म नोकर बनिरहेको छु। यही हो मेरो जिन्दगी। घरमा बसेको छ, खाएको छ, भाषण छाट्या छ। छे खोइ जसलाई ल्याउनु साला, यो घरमा पनि कस्तो नोकरकै जिन्दगी जिउनु परेको। सब्जी यो काउली र बन्दाकोपी यसो राखिदिनु त। हुन्छ राख्नु नि त्यहाँबाट। 250 रुपियाँ भयो। है तेरो बाबाको पनि पैसा बाँकी थियो 500 अस्तिको दिने हो कि? बाँकी छ? हजुर बाँकी छ जस्तो लाग्यो। हुन त मेरो बाबाको न जागिर नै छ न त व्यापार नै छ। के गरेर चाहिँ यत्रो घर व्यवहार चलाइराख्नु भएको होला? छोडिदिउँ त्यसैकै होस्। आमा ल यो सब्जी लिएर जा। ए आइस बाबु? आयो ल म तल खाजा बनाइदिन्छु है। हस् भोक लागिरहेछ। छोरा त आइस? जा कपडा बदल। कपडा खोलेर आमा बाबा कता हुनुहुन्छ? बोलाउनु त यसो सँगै बसौँ।
तेरो बाबालाई सन्चो छैन, भित्र आराम गर्दै हुनुहुन्छ। ल के भएछ म हेर्छु। तपाईँसँग छ त टाइम? यसै पनि घरमा बसिराख्नुहुन्छ, गएर आफै बुझाएर आउनु। छोरा, ए छोरा, हेत्तेरिका तलै पो पुगिसक्यो क्या, गइ पो हालेछ। के भयो बुढी? ए बेलुका आउँदाखेरि छोरालाई तरकारी लिएर आइज भनेर भन्नलाई बोलाएको थिएँ, गइसकेछ, तलै पुगिसकेछ। होइन बुढा त बिहानदेखि सुते सुते गर्नु भएको छ त, अझै गाह्रो भएछ क्या। बुढो, ए बुढो, साह्रै गाह्रो भयो तपाईँलाई? उठ्नुहोस् न। टाउको दुखिरहेछ, अलिक चाहिँ ठिक भएछ कि अलिक गाह्रो भएको छ धेरै? के हस्पिटल जाने हो त? नजाने ठिक छ। ल हजुर आराम गर्दै गर्नु, म तातो पानी लिएर आउँछु। आमा, ए आमा। ए छोरा त आइस? आएँ आमा, एक सब्जी लिनु। ए बिहान यही तरकारीको लागि बोलाएको थिएँ तँलाई, नसुनी त गइहालिस्। अनि आमा, बाबा कता हुनुहुन्छ? बाबा भित्रै हुनुहुन्छ। बाबा, सब्जीवालाले सोध्दै थियो केही पैसा बाँकी छ भनेर। बाँकी छ, भोलि गएर तिर्छु। बाबा, सब्जीको पैसा दिनु पर्दैन, मैले दिइसकेँ। बाबा, तपाईँसँग पैसा छैन भन्ने कुरा मलाई थाहा छ, तर पनि पैसा नभएको बेलामा पैसा छैन भनेर किन भन्नुहुन्न बाबा? आजसम्म पैसाको कुरा गरेको छु, तँसँग कसरी कुरा गरौँ भन् त? तर बाबा, मैले त पैसा हजुरसँग हमेसा मागिरहेकी छु नि। पैसा छ छोरा मसँग, 1-2 महिना पछाडि वृद्ध भत्ता आउँछ। कसैले नहेरे पनि
सरकारले खाने पैसा दिएको छ। बाबा मैले तपाईँको बस चेक गरेँ, गल्तीमा 50 रुपियाँदेखि मैले भेट्दै भेटेँ। मलाई पढाउँदा हुर्काउँदा न ब्याङ्क ब्यालेन्स नै गर्न सक्नु भयो, न सम्पत्ति जोड्नै सक्नु भयो। के बाबा अब म छैन र म तपाईँको छोरा हो नि? अझै त हिम्मत छ छोरा, कसैले फिक्री लिनु पर्दैन। हो बाबा, तपाईँको हिम्मत अझै पनि हारेको छैन, किनकि तपाईँले अझै पनि मलाई सानै देख्नुहुन्छ। तर मलाई थाहा छ तपाईँ बुढो हुनुभयो, तपाईँ रोगी हुनुभयो, किनकि मलाई सक्षम र शिक्षित बनाउनलाई साह्रो उमेर खर्च गर्नुभयो। बाबा आज हजुर बसेर खाने समय आइसकेको छ, अब हजुर बुढो हुनुभयो, मलाई एक मौका दिनुहोस् बाबा, छोराको कर्तव्य निभाउनुको लागि। वर्षौँदेखिको खुसी आज दिनुभयो भगवान्। भन्छन् नि भैँसीलाई सिङको भारी हुँदैन। मेरो छोराले जति नराम्रो गरे तापनि मैले कहिले पनि वास्ता गरिनँ, किनकि ऊ मेरो मुटुको टुक्रा थियो। धन्य होस् भगवान् तपाईँलाई। यो पनि तैँले गर, त्यो पनि तैँले गर, काम धन्दा केही छैन, खायो बस्यो,